टप ओइल रिङ, टप सेकेन्ड रिङ, सेकेन्ड रिङ हालिसकेपछि टप जिरो भनेको सबभन्दा माथिको टप कम्प्रेसर। यसमा चाहिँ अरू गाडीहरू जस्तो टप 1 टप 2 लेखेको हुँदैन है, बाइकहरूमा अरू अटोमा लेखेको हुन्छ होइन, यसमा चाहिँ लेखेको हुँदैन। त्यो चाहिँ आफूले नै विचार गरेर हाम्रो जिरोलाई माथि राख्नु होला, टप लेखेकोलाई सेकेन्डमा, ओइल रिङ त जसले पनि चिनि नै हाल्छ है। अब यसको ओइल रिङ कार्बोरेटरपट्टि, ओइल रिङको ग्याप कार्बोरेटरपट्टि, अर्को टप रिङको ग्याप साइलेन्सरपट्टि, फेरि टप जिरोको ग्याप कार्बोरेटरपट्टि नै। कार्बोरेटर र क्याम्चन एडजस्टरको भाग एकै ठाउँमा हुन्छ, एरो हुन्छ, त्यो एरोलाई माथिको साइडमा पारेर हाल्नु होला। यति गरेपछि केही नै फल्ट हुँदैन, 1-1.5 वर्ष मजाले चल्छ। कमेन्ट, सब्सक्राइब, लाइक भयो।